ओहो पानी पर्यो झर्याम झर्याम ओइ पानी पर्यो झर्याम झर्याम मकै बारी दर्याम दर्याम ओइ मकै बारी दर्याम दर्याम बाइकमा चढ्ने है सहरमा त अलि गाह्रो हुन्छ ट्याक्क चाहिँ सहरबाट उठाउने मकै बारी गएर चाहिँ दर्याम दर्याम पार्ने तरुनी खोज्ने ठ्याक्क बाइक चढ्ने जाने है त ल ओके आज चाहिँ विशेष गरी म तपाईहरुलाई अलिकति फरक तरिकाले चाहिँ हाम्रो बाइकको विषयमा भिडियो बनाउन गइरहेको छु हैन र अलिकति भाइलाई चाहिँ थोरै टाइट नै खिच्नु होला भन्न चाहन्छु किनकि पानी पनि परिरहेको छ र अँध्यारो पनि भइसकेको छ अलिकति बेलुकाको टाइम भइसकेको छ विशेष गरी चाहिँ यो बेलुकाको टाइममा र अहिले रातिमा यस्तो पानी परिरहेको अवस्थामा भिडियो किन बनाएको भन्नु होला भन्नुहुन्छ भनेपछि खास गरी चाहिँ मेरो भोलिदेखि मेरो चाहिँ नेपाल टुर हुँदैछ नेपाल टुरको कारणले गर्दाखेरि चाहिँ म मध्यपश्चिम र सुदूरपश्चिमको यात्रा गर्दैछु त्यसकारणले गर्दाखेरि चाहिँ मैले आज यो खुराक पुग्ने तरिकाले चाहिँ भिडियो बनाउन गइरहेको छु विशेष गरी आज म तपाईहरुलाई चाहिँ बाइकका मूल्यहरू भन्दा पनि आज म तपाईहरुलाई चाहिँ हामीसँग भएका बाइकहरू चाहिँ देखाउने छु साच्चै भन्नु पर्दाखेरि यो भन्दा तपाईहरुलाई मैले अघिल्लो भिडियो देखाउँदाखेरि भएका बाइकहरू आज धेरै छैनन् नै हैन जस्तै अब म हाम्रो उताबाट चाहिँ नि कपिल रिकन्डिसन जो चाहिँ पर हाम्रो सामाकोशी थियो सामाकोशीबाट यहाँ शिफ्ट भएका बाइकहरू चाहिँ कुनै पनि छैनन् एउटै पनि छैन सबै बिक्री भइसकेको छन् हैन अघिल्लो भिडियोमा मैले देखाएको थिएँ 2-4 वटा मात्रै बाँकी थिए भने अहिले चाहिँ टोटली गइसकेका छन् हो हामीले यदि चाहिँ नि ग्राहक महानुभावहरूको मनलाई चाहिँ नि बुझाउन नसकेको भए र उहाँहरूलाई चाहिँ नि इच्छा लाग्ने तरिकाले चाहिँ काम गर्न नसकेको भए यसरी हामीहरुका बाइकहरू चाहिँ नि छिटो जाने थिएनन् हैन यसरी हाम्रो व्यापारलाई चाहिँ नि प्लस पोइन्ट हुने थिएन एकदमै राम्रो मौलाउँदै गएको छ तपाईहरुले साथ सपोर्ट माया गरिदिनु भएको छ हैन ठीक छ म धेरै कुरा नगरिकन विशेष गरी चाहिँ म आज भएका तपाईहरुलाई चाहिँ नि अलिकति बाइकहरू देखाइदिन्छु समय पनि आज चाहिँ एकदम अँध्यारो भइसकेको छ यो रातिको टाइममा हामीले भिडियो खिचिरहेका छौं हैन त्यसकारणले गर्दाखेरि चाहिँ नि धेरैलाई हुन्छ नि त मूल्यकै कुरा मात्रै पनि भएन धेरै जसो अब तपाईहरुले चाहिँ नि मूल्यको विषयमा बुझ्न चाहनु भयो भने यो भन्दा अगाडिको भिडियोलाई हेर्नुभयो भने पनि कोही बाइकहरू चाहिँ नि अगाडिको भिडियोमा भएका बाइकहरू पनि छन् भने अथवा तपाईहरुले अन्दाज पनि गर्न सकिहाल्नुहुन्छ कि यतिसम्म चाहिँ पर्न सक्छ है ल कपिल र दिपेन अटो लिङमा चाहिँ भएका बाइकहरूको मूल्य यतिसम्म आउन सक्छन् भन्ने अन्दाज गरिसक्नुहुन्छ किनकि मैले मूल्य पनि भन्ने थिएँ हैन मूल्यको कुरा चाहिँ अलिकति मलाई यहाँ सबै बाइकहरूको मूल्य अलि थाहा नभएको कारणले गर्दा पानी पनि परिरहेछ मैले चाहिँ यताबाट भाइहरूलाई पनि ल्याएर मूल्यको विषयमा उहाँहरूलाई भन्न लगाउने थिएँ तर पानी परिरहेको कारणले गर्दा तपाईहरुलाई के दुःख दिनु अब म त आफै यसै भिजिसकेको छु म चाहिँ बनाउँछु भन्ने हिसाबले बनाइरहेको छु ओके यदि तपाईँ चाहिँ R15 भित्री लभर हुनुहुन्छ भनेपछि यति बेला चाहिँ हामीसँग चिटिक्क परेको चाहिँ R15 भित्री आइसकेको छ भने यो R15 लिन चाहनुहुन्छ भने तपाईहरुले चाहिँ हाम्रो दिपेन अटोमा आउन सक्नुहुन्छ लोकेसनको कुरा गर्नुहुन्छ भनेपछि हाम्रो लोकेसन चाहिँ ठ्याक्कै चाबेलको पुलदेखि अलिकति यतापट्टि पुरै सुकेदारा परै पनि जानु परेन सुकेदाराको छेउमा हैन ठ्याक्क चाहिँ चाबेल पुलदेखि अलिकति अगाडि आउनु भयो भने सुकेदारा साइडमा तपाईले दिपेन अटो देख्न सक्नुहुन्छ यहाँ थुप्रै अटोहरू छन् हाम्रो दिपेन लिङमा आउनु भयो भने चाहिँ तपाईहरुले चाहिँ मजाले यहाँबाट चाहिँ चित्त बुझाएर जान सक्नुहुनेछ है त्यसैगरी यतातिर थुप्रै छन् हामीसँग एभेन्जर पनि छ हैन यता बेनाली पनि छ भने यता चाहिँ एनएस छ है यदि तपाईहरु एनएस लिन चाहनुहुन्छ भने एनएस छ र अस्ति हामीसँग एनएस बाइकहरू तपाईको 150 बाइकहरू थुप्रै थिए एफजेड का बाइकहरू पनि थुप्रै थिए भने अहिले चाहिँ हामीसँग धेरै जसो कम मात्रामा भइसकेको छ मैले अस्ति तपाईलाई धेरै भेराइटीहरू देखाएको थिएँ 150 मा भने आज चाहिँ हामीसँग 150 मा चाहिँ नि लगभग यताबाट नि हेर्न मिलेको छैन यसको चाहिँ निकालेरै गएको रहेछ एउटा चाहिँ नि यो छ 150 है त्यसै गरेर अर्को चाहिँ हामीसँग 55 लटमा चाहिँ नि अर्को 150 छ भने त्यसै गरेर हाम्रो अर्को चाहिँ 74 लटमा 150 छ र 150 का हामीसँग भएका भेराइटी चाहिँ एकदम कम छन् एउटा दुईटा यताउता पर्या होला नि त्यो पनि म तपाईहरुलाई देखाउँछु किनभने हामीसँग भएका बाइकहरू एकदमै छिटो जाने गर्छन् र यदि तपाईहरुले चाहिँ नि एनएस चढ्न चाहनुहुन्छ भने 83 लटमा पनि हाम्रो चाहिँ सेतो कलरमा एकदमै A1 कन्डिसनमा भएको चाहिँ एनएस बाइक पनि तपाईहरुले लिन सक्नुहुन्छ भने त्यसैगरी तपाईको चाहिँ नि बेनाली अब तपाईले बेनाली लिन चाहनुहुन्छ भनेपछि सानो फुच्चे छ हैन लगभग यसको त मूल्य पनि थाहा छ म अलिकति मूल्य नै भन्दिमला हैन यो चाहिँ तपाईको यो यदि बेनाली चढ्न चाहनुहुन्छ सानो होचो ठिक्क परेको हैन तपाईहरुलाई चाहिँ नि हुन्छ नि हामी कतिपय त बाइक चढ्दाखेरि चाहिँ नि अलिकति खुट्टाको भरले हिँड्छौं नि त ब्रेकहरू अलि हान्न गाह्रो हुने मान्छेहरू चाहिँ नि खुट्टाकै भरमा कुद्छौं त्यो भएको कारणले गर्दाखेरि यदि तपाईहरु चाहिँ सिकार हुनुहुन्छ नयाँ हुनुहुन्छ भनेपछि चाहिँ यो बाइक चढ्न एकदमै उपयुक्त छ तपाईको चाहिँ नि रोल्पा रुकुम प्युठान जाजरकोट जहाँ भन्नुहुन्छ त्यहाँ जान्छ यो मजाले टेन्सनै छैन यसको मूल्य चाहिँ तपाईलाई आयो जम्मा 1,50,000
25,000 मा है त। यो चाहिँ तपाईहरुले 1,25,000 मा लिन सक्नुहुनेछ। त्यही पनि तपाई चाहिँ यहाँमा हाम्रो दिपेन अटोमा आउनुस्, हेर्नुस्, चित्त बुझाएर लैजानुस् है। त्यसै गरी हामीसँग चाहिँ फेरि अर्को छ 96 लटमा एनएसकै है त। यदि एनएस लिन चाहनुहुन्छ एनएस पनि हामीसँग अस्ति थुप्रै थियो, अहिले चाहिँ एनएस पनि यहाँ जम्मा 2 वटा मात्रै रहेछ। म पनि धेरै जसो पसलमा बस्न पाउँदिनँ, बाहिरै हुन्छु, आएर भिडियो बनाउने निस्किहाल्छु। आजभोलि चाहिँ सजिलो पनि भएको छ मलाई सामाकसी हुनुभन्दा। र त्यसै गरी हामीसँग चाहिँ अर्को रहेको छ 64 लटको 220 है त। यदि 64 लटको 220 लिनुहुन्छ भने पनि 64 लटको 220 पनि छ। यो लगभग सरदर तपाईहरुलाई 64 लटको 220 भनेको म्याक्सिमम हैन, मैले मेरो अन्दाजको हिसाबले भने 1,15,000 देखि 20,000 को बीचमा चाहिँ तपाईहरुले पाउन सक्नुहुन्छ हैन जहाँसम्म। र त्यसै गरी हामीसँग चाहिँ यो 77 लटको छ है। यदि यो 77 लटको लिन चाहनुहुन्छ भनेपछि यो पनि हाम्रो 1,25,000 देखि 30 सम्मलाई पर्न सक्छ। मलाई फिक्स मूल्य थाहा छैन हैन, किनभने भर्खर ल्याएको बाइकहरु हुन् यहाँ। अब त्यो भएको कारणले मैले अन्दाजी चाहिँ भनिदिरहेको छु है, फेरि फिक्सै नहुन पनि सक्छ। अनि 83 लटको छ। यदि यो 83 लटको तपाई लिन चाहनुहुन्छ भने सरदर यसको चाहिँ नि 1,40,000 सम्म तपाईलाई पर्न सक्छ है त। अनि त्यसै गरेर अर्को तपाईको छ 002 लटको हैन। यो 002 लटको चाहिँ ठ्याक्कै कति जति हालेको होला भन्ने मलाई चाहिँ नि ठ्याक्कै अन्दाज भएन यसको चाहिँ। यसको विषयमा मैले बोलिन। भनेपछि यहाँ आउन सक्नुहुन्छ भाइहरु, अरूलाई सबैलाई थाहा हुन्छ हैन। हामी चाहिँ मैले त विशेष गरी चाहिँ बाइकहरु ल्याउने, उठाउने, राख्दिने अनि भिडियो बनाउने निस्किने हो, अरु काम मेरो हुँदैन। त्यसकारणले गर्दाखेरि मैले 150 को भेराइटीहरु कमै छ भनेको थिएँ। यहाँ पनि एउटा चाहिँ रहेछ तपाईको है। यो चाहिँ 52 लटको 150 हो। यो 52 लटको 150 लिन चाहनुहुन्छ भने यसलाई पनि हाम्रो जब 80-85 हजार मा पाउनुहुन्छ भने। त्यसै गरी हामीसँग होन्डा छ हैन, डिस्कभरमा तपाईँ चाहिँ युनिकर्न तपाईँ यो चाहिँ होन्डा लिन चाहनुहुन्छ भनेपछि चाहिँ यो पनि तपाईको तेलको माइलेजको राजा हैन। तपाईलाई पठाउ गर्न यताउता गर्न चाहिँ गजब हुन्छ है। अनि त्यसै गरी हामीसँग चाहिँ जिक्सर पनि रहेको छ है। यो जिक्सर पनि लिन सक्नुहुनेछ। त्यसै गरी हैन, अहिले स्कुटरको कुरा गर्नुहुन्छ भने स्कुटर त सरल्याप्पै गए। हामीसँग चाहिँ 6-7 वटा स्कुटर उताबाट ल्याएका थिए भने यहाँ पनि 4-5 वटा थिए। तिनी सबै टोटल सबै गइसक्यो भने अहिले 2 वटा स्कुटर छ है त। तपाईको यो 2 वटा स्कुटर छ। यो डियोको लिन चाहनुहुन्छ भनेपछि डियोको पनि तपाईहरुलाई लगभग मिलेर आउनेछ। अनि त्यसपछि यो KXJR के भन्छ यो पनि छ हैन। यो पनि तपाईहरुले लिन सक्नुभयो। त्यसै गरेर अब चाहिँ म अलिकति भित्र छिरी र यहाँ छ हामीसँग तपाईको चाहिँ होन्डा साइन हैन। होन्डा साइन 41 लटको यही चाहिँ अहिलेसम्म बचिराखेको छ है। ल यही होला हामीसँग सामाकसी हुँदाखेरि भएको बाइक चाहिँ। जहाँसम्म लाग्छ तपाईहरुले भिडियोमा पनि हेर्नु भएको होला हैन। यो कुनै बाइक चाहिँ अहिलेसम्म बचेकै छ। यही एउटा बाइक चाहिँ रहेछ है। सबै सक्यो भनेको थिएँ मैले, एउटा रहेछ। र त्यसै गरी अहिले चाहिँ नि एफजेड भन्नुहुन्छ भनेपछि एकदमै रिसेल तपाईको तेलको लागि पनि राम्रो, पठाउ गर्नेहरुका लागि एकदमै उपयुक्त हुने भएको कारणले गर्दा तपाईको चाहिँ नि पहिलाको भन्दा अलिकति केही रेटहरु पनि बढेर आएको छ यो एफजेडको बाइकहरुमा। भने तपाई हामीसँग चाहिँ अहिले एफजेड लिन चाहनुहुन्छ भने जम्मा एउटा मात्रै छ। अस्ति हामीले यो माथिको लाइनमा पुरै एफजेडहरु मात्रै राखेका थियौं भने अहिले चाहिँ एउटा मात्रै बाँकी छ। यदि यो एफजेड लिन चाहनुहुन्छ भने पनि आउन सक्नुहुनेछ। त्यसै गरेर हामीसँग रहेको छ आरटीआर हैन। अब आरटीआर लिन चाहनुहुन्छ भनेपछि यहाँ हाम्रो अलिकति के यसरी बाँगिए पो छ त। ल यो हामीसँग यो चाहिँ 96 लटको छ। यो आरटीआर लिन चाहनुहुन्छ भने पनि तपाईहरुलाई हामीले अवेलेबल गराएका छौं। भने हामीसँग यो 64 लटको यो पनि आरटीआर नै रहेको छ। र आरटीआर चाहिँ अलिकति हामीसँग केही मात्रामा छ हैन। अनि धेरैले भन्नुहुन्थ्यो अपाचे आरटीआर चाहियो भनेर हैन, अपाचे हैन। त्यो भएर यो पनि आरटीआर मै रहेको छ। भने यति बेला हामीसँग जियोस लगभग चाहिँ भेराइटीहरु चाहिँ आरटीआर को अलिकति बढी रहेछ है त। अनि यो पनि आरटीआर कै रहेको छ है। लगभग हामीसँग थुप्रै रहेछ आरटीआर चाहिँ। त्यसै गरेर हामीसँग चाहिँ अब रहेको छ यो चाहिँ 220 हैन। 220 चाहिँ एकदम बबाल न्यू लुक्समा हैन। सबै सिट कभरहरुदेखि लिएर सबै चाहिँ बबाल छ। यदि यो लिन चाहनुहुन्छ भने पनि तपाईहरु आउन सक्नुहुनेछ। र त्यसै गरी हामीसँग यता 150 पल्सरमा पनि छ है। ल अहिले चाहिँ आजलाई यहाँ भएका बाइकहरु यति नै हुन्। लगभग हामीसँग भएका बाइकहरु धेरै कम भइसकेका रहेछन्। म त यहाँ हिजो मात्रै आएको थिएँ, आज दिनभरि आएको थिएन भने आज दिनभरिमा पनि हाम्रो धेरै जसो बाइकहरु सेल भइसकेको रहेछ। भने एकदमै छिटो छरितो चाहिँ हामीबाट चाहिँ बाइकहरु सेल हुने गर्दछन्। लगभग तपाईहरुले हेर्न खोजेको बाइकको भिडियो तपाईले भिडियो हेर्न पाउँदा नपाउँदै यहाँ बाइकहरु एकदम छिटो
जाने पनि गर्दछन्। त्यस कारणले गर्दा आउनुहोस् छिटै नै होइन। अब यसको मैले अघि तपाईँलाई लोकेसन पनि भनिसकेको छु होइन। यो लोकेसनको विषयमा भन्नुहुन्छ भने हाम्रो लोकेसन चाहिँ तपाईँको सुकेधारामा हो। सुकेधारा तपाईँको चाहिँ यता राजधानी पेट्रोल पम्प छ भने यता नवदुर्गा पार्टी प्यालेस छ। नवदुर्गा पार्टी प्यालेस र राजधानी पेट्रोल पम्पको ठ्याक्क बिचमा। अनि सुकेधाराको पनि माथिल्लो बिचमा पनि होइन, हामी चाहिँ सुकेधाराको छेउतिर छौँ भने चाबेलको छेउतिर र सुकेधाराको छेउतिर, मतलब ठ्याक्कै चाहिँ नि चाबेलको पुलदेखि अलिकति अगाडि आउनुभयो भने तपाईँहरूले हाम्रो दिपेन अटो देखिहाल्नुहुन्छ। अथवा तपाईँहरूलाई चाहिँ कहाँनिर हो के हो भनेर चाहिँ अकमक्किनुहुन्छ, तपाईँलाई थाहा हुँदैन भने तपाईँहरूले चाहिँ सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो चाहिँ 980810 545 र 986013 3207 यसमाथि तपाईँहरूले कल गरेर हाम्रो दिपेन अटोमा आएर भिजिट गर्न सक्नुहुनेछ। ल आजको भिडियो यहाँहरूलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट्स गर्नु होला। थ्याङ्क यू।